हेलो आज चाहिँ हामी त्यो बाँसलाई काटेर के गराउने रे टमाटरलाई झिक र झाल बनाउँदैछौँ। के काट्ने हो कि माथि लिएर काट्ने? ओके 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 हामी चाहिँ त्यहाँदेखि यहाँ लिएर अब शीतलमा बसेर काट्ने हो। यो चाहिँ तिर्खा लाग्यो भने खाने हजुर आफ्नो बानी हुन्छ के त्यही काटिहाल्ने हो। राम लागिरहेको छ अनि गर्मी हालेर लोटे छ। अब चाहिँ हामीले यसरी यसरी काट्छौँ टक्क लगाएर ग्लोभ्स लगाएर शीतलमा बसेर के गर्नुपर्छ? नो नमस्ते ग्लोभ्स लगाएर के गर्ने? काम मार्ने हो। क्या नि त काम गरेर काम गरेर पैसा कमाएर भएको छैन। अब त्यो झाल हाल्ने टमाटर राम्रो भएपछि देखाउँछु होइन त्यसरी काम गर्नु। लाग्यो जस्तो छ मै खानु मलाई पनि राख्नु धेरै पनि हामीले चाहिँ अब यति बनाइसक्यौँ बाँकी छ यति। अब चाहिँ काम सुरु गर्नुपर्ने हुन्छ। अब सुरु हुन्छ साथीहरू। हामी चाहिँ अब बाँस काट्दैछौँ। अब लगभग आधी काटिसकेको छौँ। अब यो काटिसकेपछि हामी यसलाई चिर्छौँ। चिरेपछि यसलाई तिखो बनाएर यसरी नै हामी यसरी नै टमाटरमा गाड्छौँ। अब चाहिँ यसरी यो चिर्ने
काट्नुहोस् ल काटेर पनि सक्यो जाम त्यसो भए नास्ता खाऊँ झालसाल काटेर झाल काटेर अब फेरि मल बोक्ने बेला भयो सरी मल पनि आधा छ डोको मल बोक्यो भन्ने मात्र हेर मेरो त फाटेको हैन कलाएर हिँड्नु त बिस्तारै बिस्तारै हिँड्नुहोस् डोकोमा बोकेर पुगेन रे हैन डोकोमा बोकेर नपुगेर अब बोरा मारे डोकोमा थोरै भयो अरे म त सक्छु म पलमान हो भन्नुहुन्छ त्यही भएर अहिले चाहिँ म बोरामै हालिदिएको अहिले त धौ भयो अरे किन सजिलो भएछ ल फाइनल साथीहरू हाम्रो काम आजको काम चाहिँ सक्यो होइन अब चाहिँ गएर खाना पकाउने हो खानियो अनि सुत्ने हो थकाइ लाग्छ ओहो धेरै थकाइ आज काम पनि अलि धेरै नै भएको छ